म दिनेश प्रसाद जयसवाल मायादेवी साझेदारी वन उपभोक्ता समूहको अध्यक्ष। विगतको दिनमा यो एकदमै वेस्ट जाने जग्गामा जहाँ कि रुख बिरुवा थिएन, एकदमै पानी जम्ने र गाई भैँसी चोरी निकासी बढी हुने ठाउँ यो भएको हुनाले हामी चाहिँ व्यवस्थापन गर्नको लागि मायादेवी साझेदारी वन उपभोक्ता समूहको कार्ययोजना अनुरूप र डिभिजन वन कार्यालयको प्राविधिक सहयोगमा चाहिँ हामी यहाँ पोखरी बनायौँ। पोखरी बनाइसकेपछि यहाँका जनताहरू हर्ष उल्लासका साथ खुसी भए र केही तत्त्वहरूमा जो कि विकासलाई विनाशको रूपमा हेर्ने हाम्रा जो आमा बुबा दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ भने यस्तो काम नगरिदिनु होला। किन भन्दाखेरि हेर्नुहोस्, यो बोर्डले कसलाई के बिगारिरहेको थियो। तपाईसँग रिस राग केही छ भने, समस्या छ, गुनासो छ भने हाम्रो मायादेवी साझेदारी वन उपभोक्ता समूहको कार्यालय पटना अथवा पिपरा अथवा सब डिभिजन वन कार्यालय पटना पिपरा अथवा डिभिजन वन कार्यालय कपिलवस्तुमा चाहिँ सम्पर्क गरेर गुनासो छ भने भनिदिनुहोस्, पोखिदिनुहोस्। तपाईँलाई केही समस्या छ भने भन्न पाइयो, अथवा म स्वयं यही बाटो हिँड्छु मलाई भन्न पर्यो, भन्दिनँ, के बिग्रिन्थ्यो सर। र यो बोर्ड च्यातेर बोर्ड फालेर के हुन्छ, के पाउनुहुन्छ? यो त निर्दोष हो नि। यो त यो काम भइरहेछ भन्ने जानकारी र तपाईँले बिगारिदिएपछि अरू व्यक्तित्वलाई जानकारी कसरी दिने? के हामी यो गलत गरिरहेछौँ या हामी अपराध गरिरहेका छौँ? कृपया सल्लाह सुझाव दिनुहोला र यस्ता अनैतिक क्रियाकलापहरू नगरिदिनु होला। मेरो सुझाव, मेरो सल्लाह र के काम गर्दाखेरि अझ राम्रो हुन्छ भन्ने कुरा चाहिँ सल्लाह सुझाव दिनुहोला। म चाहिँ आत्मसात गरेर अगाडि बढ्न चाहन्छु र तपाईँहरूको जिज्ञासा मनमा भएको कष्टलाई यदि मलाई पोख्नुभयो, मलाई भन्नुभयो भने मैले केही न केही गर्न सक्छु कि, अथवा मैले सकेन भने मभन्दा माथिका सरहरू हुनुहुन्छ उहाँहरूसँग सल्लाह सुझाव लिएर चाहिँ समस्या समाधान गरौँला भन्ने मेरो भनाइ। नमस्ते।